नमस्कार, यहाँहरूलाई बेस्ट विशेष फाइनेन्समा स्वागत छ। आज हामी यस भिडियो मार्फत नेप्सीको विकली एनालाइसिस गर्नेछौँ र सेक्टर वाइज सबै सेक्टरमा कस्तो कस्तो अवस्था छ सेक्टरको पनि विकली एनालाइसिस गर्नेछौँ। भने हामीले अघिल्लो हप्ता स्टक अफ द विक भनेर छानेका स्टकहरूमा पनि के भइरहेको छ हेर्नेछौँ भने नयाँ यो हप्ताको लागि पनि केही स्टकहरू हेर्नेछौँ। र हजुरहरूलाई चाहिँ सबै भिडियो हेर्ने मन छैन र आफूलाई मन लागेको मात्रै सेक्टरको अथवा नेप्सीको अथवा कुनै स्टकको बारेमा थाहा पाउने मन छ भने कमेन्ट बक्समा पनि दिनु होला र तल भएको डिस्क्रिप्सन अनुसार आफूलाई मन लागेको सेक्टरहरूको चाहिँ एनालाइसिस हेर्न सक्नुहुन्छ। ल हाम्रो एनालाइसिस सुरु गर्नुभन्दा अगाडि डिस्क्लेमर राख्न चाहन्छु। यस च्यानलमा रहेको सामग्री शैक्षिक र सूचनात्मक उद्देश्यका लागि मात्र हो। यो वित्तीय लगानी वा कानुनी सल्लाह होइन। हामी इजाजत पत्र प्राप्त वित्तीय सल्लाहकार वा दलाल होइनौँ। हामीले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज वा अन्य नियामक निकायबाट कुनै अनुमति वा इजाजत पत्र प्राप्त गरेका छैनौँ। सबै व्यापार र लगानीमा उच्च जोखिम समावेश छ। यहाँ प्रस्तुत गरिएको विश्लेषणले व्यक्तिगत विचारहरू मात्र प्रतिनिधित्व गर्दछ र परिवर्तनको विषय हो। तपाईँ आफ्नो लगानी निर्णयहरूको लागि पूर्ण रूपमा जिम्मेवार हुनुहुन्छ। हामी कुनै पनि लगानी निर्णय गर्नुअघि योग्य इजाजत पत्र प्राप्त वित्तीय पेशेवरसँग परामर्श गर्न सिफारिस गर्दछौँ। हामी कुनै पनि नाफा वा नोक्सानको जवाबदेहिता लिने छैनौँ। ल अब आज हामी सुरु गरौँ हाम्रो नेप्सीको एनालाइसिसतर्फ। हामी अघिल्लो हप्ता चाहिँ हामी यो अवस्थामा थियौँ र त्यतिखेर नै हामीले के भनेका थियौँ भन्दाखेरि यो हाम्रो 2600 भन्दा तल नआउँदासम्म हामी स्टिल पोजिटिभ हुन सक्छौँ नेप्सीमा। त्यस्तो डराउनु पर्ने अवस्था छैन। यद्यपि नेप्सीको विकली एनालाइसिस अनुसार चाहिँ हामी रेसिस्टेन्ट जोनमै इएमएको रेसिस्टेन्ट जोनमै छौँ। त्यसैले सतर्क पनि हुनुपर्छ। एग्रेसिभ हुनुभन्दा पनि सतर्क भएर अगाडि बढ्नुपर्छ। तर हामी ओभरअलमा चाहिँ पोजिटिभ सेन्टिमेन्टमा छौँ भनेर भनेका थियौँ भने यो हप्ता पनि त्यसै भने आइतबारको दिन चाहिँ यो प्राइज ठ्याक्क हाम्रो सपोर्ट जोनतिरबाट नै फर्केर एउटा राम्रो बुलिस क्यान्डल बनायो र यो दिनमा हल्का के कन्फ्युजन बनाएको थियो माथिको विकले र अर्को डेमा चाहिँ त्यसैलाई नै फलो गरेर मार्केट अलिकति झर्न खोज्यो। फेरि हाम्रो चाहिँ यही जोनबाट सपोर्ट लिएर हिजो चाहिँ हाम्रो एउटा बुलिस क्यान्डल सानो बनाएको छ। अब हामीले के गर्न सक्छौँ त भन्दाखेरि ओभरअलमा हेर्दाखेरि हामी पोजिटिभ छौँ तर एग्रेसिभ हुनु जरुरी छैन। जबसम्म हामीले विकलीमा चाहिँ एउटा पोजिटिभ सिग्नल देख्दैनौँ हामी धेरै एग्रेसिभ हुनु जरुरी छैन। त्यो भएर तर हामी यो अहिलेसम्मको क्यान्डल हेर्दाखेरि चाहिँ नेप्सीमा हामी पोजिटिभ भएर आफ्नो बाइङ पोजिसन चाहिँ बिस्तारै लिन सक्ने अवस्थामा छौँ र हामीले स्टप लस सहित अबको स्टप लस 2600 नभएर अबको स्टप लस चाहिँ हाम्रो 2615 तिर हामीले राख्दा हुन्छ। त्यतिसम्म राखेर हामीले थोरै थोरै एकुमुलेसन गर्दै जाँदा बेटर हुने देखिन्छ। र यो हप्तामा चाहिँ यदि हामीले चाहिँ यो 2650 भन्दा माथि बस्न सक्यौँ भने एउटा राम्रो र्याली आउन सक्ने एक्सपेक्ट गर्न सकिन्छ। जुन र्यालीले चाहिँ हायर हाई कन्फर्म गरेर 2700 लाई चाहिँ छुन सक्ने अथवा केही माथि गएर 2750 यस्तो माथि पनि जान सक्छ। त्यो चाहिँ हामी चाहिँ त्यस पछाडिको आउने क्यान्डलहरूमा कस्तो बिहेभ गर्छ त्यो अनुसार भनौँला। तर यो हप्ता चाहिँ एकदमै क्रुसियल हप्ता छ, एकदमै महत्त्वपूर्ण हप्ता रहेको छ। यो हप्तामा हामीले एउटा ठुलो र्याली पनि देख्न सक्छौँ, अपवर्ड र्याली देख्न सक्छौँ भने अब हाम्रो साइडवेज नै गयो भने चाहिँ हामीले चाहिँ अनि केही सतर्क पनि हुनु जरुरी त्यत्तिकै छ। अब हामी सेक्टर अनुसार जाऊँ। पहिलो सेक्टरमा हामीले ब्याङ्किङ, अघिल्लो हप्ता भने चाहिँ यो ब्याङ्किङ सेक्टरमा हामी केही पोजिटिभ सिग्नल देखिरहेका छौँ भनेर हामीले भनेका थियौँ। त्यसै अनुसार चाहिँ ब्याङ्किङमा अझै पनि पोजिटिभ छ। एग्रेसिभ पोजिटिभ नभए पनि पोजिटिभ भएको हुनाले ब्याङ्किङ सेक्टरको कुनै स्टकलाई चाहिँ हामीले चाहिँ अझै फोकस गरेर बाइङ सुरु गर्न सकिने अवस्था देखिन्छ। विकलीमा हेर्ने हो भने नि विकलीमा पनि हाम्रो चाहिँ त्यही रेसिस्टेन्सको जोनमा नजिक छ तर एकदमै पोजिटिभ राम्रो क्यान्डल बनाएको छ। यसलाई हामीले पोजिटिभ रूपमा लिन सक्छौँ। डेभलपमेन्ट ब्याङ्कमा पनि हामी विकलीमा एकदमै पोजिटिभ देख्न सक्छौँ भने डेलीमा पनि एकदमै राम्रो पोजिटिभ सिग्नल यसले देखाएको छ। यसले बुलिस क्यान्डल बनाइसकेपछि बाँकीका 3 दिन नै एकदमै राम्रो माथिसँग सस्टेन गर्न सकेको हुनाले हामी अझ डेभलपमेन्ट ब्याङ्कमा अझ हामीले अलिकति बढी पोसिबिलिटी देखेका छौँ। भोल्युम पनि अलिकति सामान्य आएको छ। यो चाहिँ अब हाम्रो मार्केट बढ्ने सङ्केत देखियो भने भोल्युम आफै बढिहाल्छ। अलिक क्रुसियल जोनमा भएको हुनाले त्यति धेरै भोल्युम आउन नसकेको, तर पोजिटिभ चाहिँ डेभलपमेन्ट ब्याङ्कमा एकदमै पोजिटिभ छ। फाइनेन्स हेर्ने हो भने फाइनेन्स पनि पोजिटिभ छ कि यहाँ हाम्रो रिजेक्सन पनि फर्मेसन भएको छ रेसिस्टेन्स लेभलतिर। अनि विकली हेर्दाखेरि पनि फाइनेन्समा पनि पोजिटिभ सिग्नल बाइङ सिग्नल जेनेरेट भइरहेको छ। तर यसको चाहिँ
मन्थलीको हिसाबले चाहिँ यो अलिकति रेसिस्टेन्ट जोनमा भएको हुनाले केही हप्ता चाहिँ यो साइडवेज पनि बस्न सक्ने देखिन्छ। थोरै बढे पनि यसमा अहिले एग्रेसिभ हुनुभन्दा अलिकति वेट एन्ड वाचको थोरै आफूसँग भएको स्क्रिप्टलाई चाहिँ होल्ड गर्ने र माथि कुनै राम्रो रेसिस्टेन्ट पोजिसनमा चाहिँ सेल गर्दा उपयुक्त हुने देखिन्छ। माइक्रो फाइनेन्समा पनि डेली चार्ट हेर्दाखेरि चाहिँ एकदमै राम्रो देखिएको छ। सपोर्ट जोनबाट चाहिँ फर्किएको छ फेरि, त्यो भएर यसको पनि अलिक पोजिटिभ नै देखिन्छ। विकलीमा पनि त्यही रेसिस्टेन्ट जोनमै छ तर पोजिटिभ हुने सङ्केत एकदमै देखाएको छ। अब त्यसै गरी मन्थलीमा सपोर्ट जोनमै रहेको छ। हाइड्रो पावर सपोर्ट जोनमा छ मन्थलीमा, विकलीमा चाहिँ पनि रेसिस्टेन्ट जोनमा रोकिरहेको छ भने डेलीमा समेत एकदमै सपोर्ट रेसिस्टेन्समा साइडवेज खेलिरहेको छ। त्यो भएर हामीले चाहिँ यसलाई एकचोटि राम्रो क्लियर डिरेक्सन भइसकेपछि हामी यसलाई बढी फोकस गर्नेछौँ। अहिलेलाई भने यो साइडवेज जस्तो देखिरहेको छ। डेलीमा चाहिँ साइडवेज देखिरहेको छ। लाइफ इन्सुरेन्समा चाहिँ अघिल्लो हप्ता भने चाहिँ मन्थलीमा पनि सपोर्ट जोनमा छ, विकलीमा पनि सपोर्ट जोनमा छ, तर डेलीमा चाहिँ केही स्ट्रगल गरेको देखिन्छ भने यसलाई पनि हामीले अहिले स्टिल वेट एन्ड वाचमै राख्न सक्छौँ। नन लाइफ इन्सुरेन्समा भने डेलीमा पनि साइडवेज देखिरहेको छ, विकलीमा पनि रेसिस्टेन्स जोनको नजिकै छ र मन्थलीमा पनि डाउनवर्ड ट्रेन्ड जस्तो देखाएको भएर अहिले हामी यसमा चाहिँ इन्ट्री गर्नुभन्दा पनि वेट एन्ड वाचैमा अवस्थामा छौँ। अदर सेक्टर पनि साइडवेज जस्तो देखिएको छ अनि विकलीमा रेसिस्टेन्स जोनमा छ र मन्थलीमा सपोर्ट जोनमा छ। भनेपछि यसमा पनि हामी एउटा कुनै क्लियर डिरेक्सन नहुँदासम्म अहिले वेट एन्ड वाचमै छौँ। तर सेन्टिमेन्ट भने हल्का पोजिटिभ मार्केटको भएमा सबै सेक्टरमा केही न केही मुभ आउन चाहिँ आउँछ। इन्भेस्टमेन्ट सेक्टरको पनि त्यस्तै नै छ, साइडवेज नै देखिन्छ डेलीमा अनि विकलीमा पनि त्यही रेसिस्टेन्ट नजिकै घुमिरहेको छ भने मन्थलीमा भने सपोर्ट जोनमा छ। अब म्यानुफ्याक्चरिङ सेक्टर चाहिँ बुलिस मुडमै छ, तर अहिले यो हाम्रो जुन रेड क्यान्डल हामीले देख्यौँ, एउटा ठुलो र्याली पछिको एउटा रेड क्यान्डल अर्को रेड क्यान्डलले फलो गरेको छ र सानो तल सपोर्ट जस्तो देखिएको हुनाले यसमा हामीले अलिकति थोरै सतर्क चाहिँ हुनुपर्ने देखिन्छ र यसमा हामीले चाहिँ यो ग्रिन क्यान्डलको बटम अथवा यो जोनभन्दा तल आयो भने चाहिँ केही प्रफिट बुकिङ गर्नुपर्ने अथवा चाहिँ आफूसँग छैन भने चाहिँ अहिले हतार गरिहाल्नुपर्ने। योभन्दा तल आयो भने चाहिँ हतार नगर्ने, बाइङ गर्नलाई हतार नगर्ने जस्तो देखिन्छ र यो जबसम्म यो अहिले सस्टेन गरिरहँदा माथि बस्छ यो बुलिस नै सेटअप छ र अझ हायर हाई बनाउन सक्ने सम्भावना पनि उत्तिकै छ। तर योभन्दा तल आएमा पनि सतर्क भएर अलिक प्रफिट छ भने प्रफिट बुक गर्न सकिन्छ। अब यो सेक्टरको कुरो भयो, यसमा इन्डिभिजुअल स्टकहरू पनि यो भित्रका स्टकहरू चाहिँ त्यसलाई हेर्नुपर्ने जरुरी हुन्छ। सबै स्टकलाई चाहिँ सेल गर्नुपर्ने भन्ने होइन, सपोर्टमा भएकालाई गर्नु परेन। जुन यस्तै गरेर र्याली लिएका छन् म्यानुफ्याक्चरिङमा त्यसमा चाहिँ सतर्क हुनुपर्ने हुन्छ। ट्रेडिङ अन्तिममा हामी ट्रेडिङ स्टकमा हौँ। यसमा जम्मा यो पनि साइडवेज छ एकदमै। यसमा जम्मा दुईवटा स्टकहरू छन्, बीबीसी र एसटिसी। यो पनि साइडवेज नै छ। विकलीमा चाहिँ पनि त्यस्तो कुनै सिग्नल देखाएको छैन, जो सपोर्ट जोनतिरै छ, धेरै झर्ने जस्तो त देखिँदैन। ल अब हामी अघिल्लो हप्तामा हामीले पिक गरेका दुईवटा स्टकहरूको बारेमा एकछिन फेरि हेरौँ। एउटा थियो शिवममा हामीले यो 590देखि 600को जोनमा आयो भने चाहिँ बाई गर्दा राम्रै हुने देखिन्छ भनेका थियौँ र मार्केटले एउटा राम्रो मुभ लिएर फेरि एउटा 640 एउटा रेसिस्टेन्स लेभलतिर पुगेर फेरि फर्केर फेरि बिल्डअप गरेको जस्तो देखिन्छ माथि जानलाई। यो स्टक चाहिँ स्टिल अहिलेसम्म हाम्रो चाहिँ बाइङ भ्यालिड नै छ र हाम्रो टार्गेट चाहिँ लगभग 680, 90, 700सम्मको राख्ने हो भने स्टिल यो जोनमा जबसम्म यो 610, 600 नै भनौँ सेफ जोनमा बस्नलाई 600भन्दा तल आउँदैन, यो जोनलाई चाहिँ हामीले थोरै बाइङको जोनमा अथवा होल्डिङ पोजिसनमा बस्न सक्छौँ शिवममा। त्यस्तै गरेर अर्को हामीले माबेल भनेर भनेका थियौँ। माबेलमा चाहिँ हामीले एउटा यो लेभलसम्म पुग्न सक्ने र त्यस पछाडि कस्तो बिहेभ गर्छ थप
माथिको टार्गेट त्यसपछि हेर्नुपर्छ भनेका थियौँ। यो चाहिँ यो रेसिस्टेन्स लेभलमा पुगेर एकचोटि राम्रो करेक्सन आइसकेको र फेरि सपोर्ट जोनमै भएको भएर जसले बेच्न पाउनु भएको थिएन यो दिन हामीले किन्न पाउने दिन थियो। अघिल्लो यो हप्तामा हामीले कुरा गरेका थियौँ भने यो दिन किन्न पाउने थियो। सायद बेच्न पाउनु भएको छैन भने यो लेभलमा चाहिँ प्रफिट बुक गर्न सकिन्छ, अथवा एउटा भोलि कुनै ग्रिन क्यान्डल भएमा त्यसैको डाउनलाई हामीले स्टप लस मानेर होल्ड गर्न पनि सक्छौँ, अथवा यो लेभलतिर पुग्यो भने चाहिँ एक लटको प्रफिट बुकिङ गरेर हेर्न सक्छौँ। हामीले यो युट्युब सर्ट्सको माध्यमबाट हामीले ब्याङ्किङ सेक्टरको चाहिँ दुईटा स्टकहरू चाहिँ अलि बुलिस सेटअप भएको भनेर हामीले सर्ट्समा राखेका थियौँ, जसमा सिद्धार्थ ब्याङ्क लिमिटेड थियो। एउटा सिद्धार्थ ब्याङ्क लिमिटेडले राम्रो पर्फर्म गरिरहेको छ र यसको अझै टार्गेट पनि अझै एउटा टार्गेट चाहिँ हामीले लगभग 400 को जोन 410 भनेका थियौँ भने त्यो एचिभ भइसकेको छ भने दोस्रो चाहिँ 450 को रेन्जसम्म जान सक्ने अझै पनि स्ट्रङ बुलिस छ, जान सक्ने देखिन्छ भने अर्को हामीले सानिमा ब्याङ्क भनेको थियौँ जसले यो हप्ता चाहिँ राम्रै पर्फर्म गरेको देखिन्छ। अब यी थिए अघिल्लो हप्ताका र अब यस हप्ताको चाहिँ टप पिकहरू चाहिँ के हुनसक्छ भन्दा मैले एउटा ब्याङ्किङ सेक्टरबाट र एउटा डेभलपमेन्ट सेक्टरबाट हेरेको छु, किनभने हाम्रो समग्रमा हेर्दाखेरि डेभलपमेन्ट सेक्टरमा अलिकति बढी चार्मिङ देखिरहेको छ। ब्याङ्किङमा एक दुईवटा कम्पनी छन्, तर म आज एउटा मात्रै भन्न गइरहेको छु। माछापुछ्री ब्याङ्क लिमिटेडलाई पनि अहिले हामीले चाहिँ अलिकति यो हप्ताको चाहिँ हट पिकमा राख्न सक्छौँ। तर यसमा भने यही जोनमा हाम्रो 220देखि 225 को रेन्जमा नै बाई गर्ने र यदि मार्केट झरेमा अथवा त्यस्तै परेमा चाहिँ अब 215, 18 जस 15 भन्दा तल आएन स्टप लस गर्ने हिसाबले यही जोनमा चाहिँ बाई गर्न सकिने देखिन्छ। भोल्युम भने त्यति राम्रो आउन सकेको छैन, सायद मार्केट अहिले क्रिटिकल जोनमा भएको हुनाले पनि होला, तर कि ब्याङ्किङमा चार्मिङ आयो भने माछापुछ्रीमा पनि आउन सक्ने देखिन्छ। त्यस्तै गरेर हाम्रो डेभलपमेन्ट ब्याङ्क तर्फबाट JBBLलाई लिएका छौँ। यो एकदमै बुलिस सेटअप बनाएको देखिन्छ। एउटा हाम्रो राम्रो बुलिस क्यान्डल बनाएर माथि एउटा सेल यहाँ रेसिस्टेन्स लेभलबाट फेरि करेक्सन भएको र फेरि यहाँ होल्ड भएको जस्तो देखिन्छ। हामीले यसलाई चाहिँ लगभग 300 हाम्रो 25 देखि 330-35 रेन्जमा यही बिचको रेन्जमा बाई गरेर अब हामीले स्टप लस चाहिँ 300 यतातिर राख्यौँ भने लगभग 10 रुपियाँ जस्तो रिस्कमा चाहिँ यसको रिवार्ड चाहिँ अलि राम्रै हुन सक्ने देखिन्छ। रिवार्डकोमा चाहिँ हामी यो जोनतिर यता किन्यौँ भने 25-30 को जोनमा किन्यौँ भने लगभग 10 रुपियाँको रिस्क 6% देखि लिएर हाम्रो 14-15% जस्तो देखि 20% सम्मको पनि यदि डेभलपमेन्ट ब्याङ्कमा र्याली र नेप्सेमा र्याली आएमा चाहिँ त्यतिसम्मको पनि र्याली देख्न सक्छौँ। यति सबै भन्दा स्टप लस गर्न चाहिँ नभुल्नु होला। यदि हाम्रो सेटअपहरू चाहिँ मिल्नै पर्छ भन्ने हुँदैन। यदि हाम्रो सेटअप नमिलेमा हामीले चाहिँ एक्जिट गर्नुपर्ने हुन्छ, किनभने हामीले ओभरअलमा हामीले कति विन र लसको रेसियो हेर्नुपर्ने हुन्छ। एउटा जुन किन्यो त्यो बढ्नै पर्छ भन्ने हुँदैन, हामीले प्रोबेबिलिटी हेर्ने हो। हामीले अहिले पिक गरेका स्टकहरू चाहिँ अलिकति हाई प्रोबेबिलिटी भएका स्टक पिक गरेका छौँ र यहाँहरूलाई पनि कुनै एउटा स्पेसिफिक स्टकको बारेमा कुनै एनालाइसिस गर्नुपर्ने भएमा कमेन्ट बक्समा चाहिँ कमेन्ट लेख्न नबिर्सिनु होला र यो च्यानलमा चाहिँ जोडिएर नेप्सेको सेयर मार्केट सम्बन्धी जानकारी लिन र साथ सहयोगको लागि चाहिँ लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला। धन्यवाद।